ल फाइनल्ली तारकेश्वर मन्दिरको तर गेटमा है त्यो चाहिँ गाडीको यो आउने ठाउँ भयो मान्छेहरू नि हुनुहुन्छ यहाँ चाहिँ पार्किङ यतापट्टि पार्किङ छ है मोटरसाइकलको 20 रुपियाँ गाडीको 50 रुपियाँ रहेछ बाइक चाहिँ उहाँ राख्न मिल्छ गाडी यता साइजमा यहाँबाट माथि हामी तारकेश्वर महादेव मन्दिर ल यहाँबाट अब भर्याङ चढ्दै चढ्दै माथि यो चाहिँ सिडी तारकेश्वर मन्दिर जाने बाटो अरे यहाँबाट हामी वन 1.2 किलोमिटर भर्याङ चढेर माथि जानुपर्ने रहेछ चाहिँ पुरै भर्याङै भर्याङ तपाईँ यो चाहिँ बोर्ड है यो चाहिँ शिवपुरी नागार्जुन राष्ट्रिय नेसनल पार्कभित्र छु मैले मान्छे टन्ने आज शनिबार पनि भयो प्लस साउनको महिना भएर पनि भिड होला तारकेश्वर सैनिक इलाका ल यहाँबाट चाहिँ अर्को वे बाटो वे देखाइरहेको छ है लोकेसन कन्फ्युज नभइकन आउँदा हुन्छ मान्छे धेरै हुन्छ आज साउनको महिना भएर पनि होला शनिबार प्लस अरू खै गीत अगाडि जाउँ हामी भर्याङ सिडी अगाडि हामी टन्नै एकदम धेरै मान्छे हुनुहुन्छ एकदम धेरै क्राउड मान्छे देखाएको छैन हात हल्लाउँछ ल पानी पुरै मान्छे टनाटन एकदम तारकेश्वर मन्दिरमा एकदम यो भुवनेश्वर मन्दिरमा मान्छे चाहिँ लास्ट भिड 1.2 किलोमिटर छ तलबाट जङ्गल शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने भुवनेश्वर मन्दिर जाँदैछौँ हामी सबैजना हुनुहुन्छ ल जङ्गल खै त्यस्तै चलन यहाँबाट हामी अझै अगाडि जानेछौँ इन्ट्रान्स हो ल तारकेश्वर हाम्रो यहाँ आन्टी हिँड्दै हुन्छ कहाँ जानुभयो आन्टी ऊ ए अब अङ्कल पनि आउँदै हुनुहुन्छ तारकेश्वर महादेव बिटु छ तारकेश्वर महादेव
त्यो देखिने सिन मन्दिरबाट देखिएको सिन है यो चाहिँ यस त्यो तारकेश्वर महादेवको भित्र यहाँभित्र गुफा छ होइन भित्र गुफा यस्तो भयो छनेर आउँदै आन्छौँ नि बिस्तारै 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 ए हस् हजुर हस् त्यताबाट आइदिनु है अलिकति स्क्रिन हुनु पाइँदैन भगवान श्री तारकेश्वर महादेवको भगवान श्री तारकेश्वर महादेवको ल आउनु सर दाइ फाइनली मन्दिर आइसक्यो भजन चलिरहेको छ म चाहिँ मन्दिरको छेउमा छु तारकेश्वर मन्दिर काठमाडौँ तारकेश्वर बुढा महादेव तारकेश्वर महादेवमा आज शनिबार साउनको शनिबार एकदम भिड आएको पार्वतीहरूले लास्टै यो के भन्छ अरे
तारकेश्वर महादेव जाने बाटोबाट देखिने सिन हो यो चाहिँ होइन। यस्तो राम्रो भ्यू देखिँदो रहेछ। यो चाहिँ बाटो हो। यो बाटो हुँदै हामी लगभग हाइकिङ ट्रेकिङ जे भने पनि लगभग मजाले हिँड्यो भने चाहिँ 1 घन्टामा पुगिन्छ। मजाले अलि ढिलो मान्छे धेरै भयो भने चाहिँ अलिक कम नै टाइम चाहिँ एकदम लाग्छ, लगभग 2 घन्टा समथिङ लाग्छ। यो चाहिँ तारकेश्वर महादेव जाने बाटो हो। ल हेर्नुहोस् जङ्गलै जङ्गल छ। माथि जय बम बम बोले त्यहाँ भिडियो बनाउनु पर्दैन।